गाउँको साँघुरो गोरेटो बाटो। जीवन बिहानै खेततिर जाँदै थियो। ऊ 24 वर्षको सोझो र मेहनती युवक थियो। गाउँमा सबैले उसलाई मन पराउँथे। ऊ हलो कोदालो बोकेर खेतीपातीमै व्यस्त हुने गर्थ्यो। त्यही गाउँमा रिता पनि बस्थे। ऊ 22 वर्षकी थिए। सधैँ हँसिली र मिठो बोल्ने स्वभावकी। रातो साडी, सानो टिका, चुरा अनि कानमा फुल लगाएर ऊ झनै सुन्दर देखिन्थे। ऊ सबैलाई सहयोग गर्ने स्वभावकी केटी थिए। गाउँमा ठुलो मेला लागेको थियो। जात्रा हेर्न सबै जम्मा भएका थिए। जीवन पनि आफ्ना साथीहरूसँग त्यहीँ गएको थियो। अचानक भिडमा रिताको खुट्टा चिप्लियो। ऊ लड्नै लागेकी थिए, तर जीवनले झट्ट रितालाई समात्यो र रितालाई भन्यो, "अलिक होस गर है।" रिताले लजाउँदै भने, "धन्यवाद जीवन दाई।" दाई शब्द सुन्ने बित्तिकै जीवनले भन्यो, "दाई होइन, जीवन मात्रै भन।" यति भन्दै जीवन मुस्कुरायो। त्यो दिनपछि उनीहरूबीच बोलचाल सुरु हुन थाल्यो। कहिलेकाहीँ गाउँको छेउमा भेट हुने गर्थ्यो। केही महिनापछि जीवनले रितालाई माया गर्छ भन्ने कुरा खुलस्त पार्ने निधो गर्यो। एउटा साँझ बर्खाको झरी रोकिन लागेको थियो। जीवनले रितालाई पिपलको रुखमुनि बोलायो। जीवनले आफ्नो मनको कुरा सबै रितालाई भन्यो। रिताले लजाउँदै शिर झुकाउँदै भने, "मलाई पनि तिमी एकदमै मन पर्छौ।" त्यसपछि उनीहरूको प्रेम झन झन गाढा हुँदै गयो। रिताका बुबा कडा स्वभावका थिए। उनले छोरीलाई धनाढ्य परिवारमा बिहे गरिदिने सोच राखेका पनि थिए। जब उनलाई जीवन र रिताको प्रेम थाहा भयो, उनले रितालाई घरबाट बाहिर निस्किनै दिएनन्। रिता भित्रभित्रै दुखी थिए। ऊ न जीवनलाई भेट्न सक्थे, न कसैसँग कुरा गर्न सक्थे। जीवनले पनि हार मानेन। जीवन हिम्मत गरेर रिताको घर पुग्यो। त्यहाँ उसले रिताका बुवालाई देख्यो र भन्यो, "बुबा, म रितालाई साँचो माया गर्छु। हामीलाई एकसाथ हुन दिनुहोस्।" रिताका बुबाले रिसाउँदै भने, "त गरिब केटा, म मेरो छोरी तँलाई कसरी दिउँ?" बुबाले यति भन्ने बित्तिकै रिताले पनि आँट गरेर भने, "बुबा, म जीवनलाई नै मन पराउँछु। ऊ एक असल र मेहनती केटा हो।" गाउँका केही ठुला मान्छेहरूले पनि रिताका बुबा सामु कुरा राखे। जीवन राम्रो केटा हो, मेहनती छ। रिताका बुबा एकछिन सोचमा डुबे र सोचेर भने, "यदि जीवनले 1 वर्षमा मेहनत गरेर ऊ आफ्नो खुट्टामा उभिन सक्यो भने म मेरी छोरी दिन्छु।" जीवन खुसी हुँदै त्यो चुनौती स्वीकार गर्यो। 1 वर्षसम्म जीवनले धेरै मेहनत गर्यो। खेती राम्रो भयो, सानो घर बनायो। 1 वर्षपछि सबै गाउँलेहरूले देखे, जीवन साँच्चै सक्षम भइसकेको छ। जीवनको यो मेहनत देखेर रिताका बुबाले बिहे गर्न स्वीकृति दिए। गाउँभर बाजा बजाएर जीवन र रिताको बिहे धुमधामसँगले भयो। गाउँका सबैले आशीर्वाद दिए। साँचो माया गर्नेहरू कहिले हार्दैनन् भन्ने कुरा फेरि प्रमाणित भयो। यदि माया साँचो छ भने कसैले रोक्न सक्दैन।